यहाँहरूलाई अब होइन अनि अब तपाईँहरूलाई जम्मा दिँदैछु तपाईँहरूले फेरि पनि मिलाएर सबैलाई मन खुस मलाई यो मलाई त्यो नगर्नु होइन सबैले भातै खानुपर्छ एकमुठी भए पनि एक घुटा भए पनि पानी पिउनुपर्छ तपाईँहरूकै लागि हामी आएको तपाईँहरूकै लागि ल्याएको हो अब बाँड्दै जाँदाखेरि कसैले धेर कसैले थोर के भयो होइन यो उब्रेको सामान हामी तपाईँहरूलाई नै जिम्मा दिएर जाँदैछौँ तपाईँहरू आफै मिलाएर तपाईँहरू बाँडिदिनु सबैलाई मन खुस बनाउनु है त्यति नै हो अब हाम्रो भन्ने कुरो र अब हामी पनि के गर्ने होइन निकै यो अब टाढो छ बाटो हामी पनि अलिक छिटै निस्किनु पर्यो उब्रेको सामानहरू तपाईँहरूलाई दिनु विशेष गरेर जाते तपाईँहरू सबै बाटोमा डुबिरहेको होइन र अब सबैलाई भाग गरेर खाने चिज अब तपाईँहरू टिकाले आएर हामी सबैलाई यो भाग गरिदिन्छु हुन्छ हामी पनि भाग गर्दा फेरि भिडियो गरेर तपाईँहरूलाई मेरो फोन नम्बर लिनुभएको होला म ल हुन्छ तपाईँहरूको उसमा विश्वासमा हामीले त्यो चाहिँ नहोस् भने सबैजनाले मिलेर जाते माने हामीले जुन चिज त्यो चिज मानेर चाहिँ बाजो सृष्टि नहोस् हामीले बाजेको जस्तै नहोस् भनेर हाम्रो लागि भिडियो पाऊँ भनेर अरे तुम्बा यही हुन्छ वहाँ भी दिया क्या नहीं वो अलग है ये अलग है यहाँ मिलाना नहीं अब यो बाँचेको छ यो यही समाजलाई बिटाइन्छ सबैले मिलिजुली नबाज्नु बाँचेको हामी फर्काएर लाँदैनौँ न यहाँनिर अब मुख्य मान्छे कुन छ नपाङ्नेले एक टप्ला दिनु नपाङ्नेले अनि उब्रेको जति चाहिँ तपाईँहरूले नै भाग गरेर अब नपाउनेहरू पनि आयो भने दिउँला हामीले यो फर्काएर लगेर सबैले मिलेर बाँडेर हुँदैन राम्रो लाग्दैन त्यो तपाईँहरूकै लागि लिएको त त्यही लागि नबाजिकन एकदम फिलोबरी से आया है हम उन लोग को साथ देने हामी तिनसुकियादेखि आएको यो गाउँको नाम के पर्यो कमल छापडे नि नेपाली खुट्टी ल है हामी अब धेरै सहयोग त दिनु सक्यौँ न जति सक्छौँ होइन त्यो अनुसारको दिएको धन्यवाद तपाईँले नबाजिकन सबैले हजुर तपाईँ पीडितहरूले याद जो किया इसके लिए कितना दिया कौन दिया ज्यादा दिया विपत्ति में आके खड़ा जो विपत्ति में आके खड़ा जो हुआ कसैको पूजा किनको सामने लिएर आउँछ बाकी पानी हेर्नु होला हाम्रो हलङवासी राईले सहयोग अनुदान यो के भन्छ बाढ पीडितहरूलाई सहयोग सबैले यहाँनिर 100, 150, 200 लगभग घर होला त्यसलाई बाढेर उब्रेको वस्तु पनि हामी यहाँ जिम्मा दिइरहेका छौँ यो गाउँको समाजहरूलाई सबै नबाजिकन मिलिजुली भाग गरेर सबैले पुर्याउनु भनेर ल त यति भन्दै धन्यवाद।